Hello guys, welcome back to my channel. It's me Srijana and welcome to Srijana's Life. म चाहिँ अलिअलि रेडी भएँ, अब चाहिँ ड्रेस चेन्ज गर्छु अनि अफिस जान्छु अनि लेट्स सी व्हाट आई डु इन अ डे. आज हक डे छ अनि भ्यालेन्टाइन्स डे पनि आउन लागिसक्यो अनि वी हेभ सो मेनी अर्डर पेन्डिङ अनि मलाई थाहा छ कि त्यो दिन पनि अर्डर आउँछ. त्यही भएर चाहिँ अहिले प्रि अर्डर गरेकोहरूको सबैको अर्डर बनाएर भ्यायो भने त्यो दिन अर्जेन्ट अर्डरहरू आयो भने पनि हामीले दिन भ्याइन्छ नि. अनि त्यो भएर वी आर ट्राइङ सो हार्ड अनि या लेट्स सी व्हाट आई डु इन अ डे. म के बिहान अफिस जाँदाखेरि मेरो एउटा प्लानिङ हुन्छ कि आज यो गर्छु भन्ने, तर अफिस गएपछि चाहिँ मेरो सबै प्लानहरू चौपट हुन्छ किनकि लगभग डेलिभरीहरू मैले नै गरिदिन्छु अनि त्यो भइसकेपछि चाहिँ कता कता हिँड्नुपर्छ नि. अनि मेरो आधीभन्दा धेरै काम छुट्छ कि किनकि अफिस आवर भनेको 10 to 4 मात्र हुन्छ अनि त्यो टाइममा काम भ्यायो भने भ्यायो, भ्याएन भने भ्याएन हुन्छ कि. अनि जसोतसो टाइम म्यानेज गराउनु खोज्छु. आज आफूलाई त टाइम छँदै छैन कि अनि त्यही पनि स्टिल ट्राइङ. अनि यो कुराहरू कसरी कभर हुन्छ त्यो चाहिँ म हेरिरहेको छु कि अहिले.